Hello, good morning guys. म चाहिँ आज साउदीमा यसो फ्रेस हुनुको लागि घुम्न आइपुगेको छु। हेर्नुहोस् है, ठाउँ एकदम राम्रो छ कि बच्चाहरू घुम्ने ठाउँहरू छ क्या। हेर्नुहोस् है, तपाईँहरूको साथ सपोर्टको आवश्यकता छ। ठीक छ, हल्का यसो ड्युटी सकेर हामी चाहिँ हाम्रो रुम छेउको पार्कमा आएको छौँ। साथीभाइहरूसँग मिलेर होइन, मिलेर यसो रमाइलो कार्यक्रम हुँदैछ। यहाँ पिङ खेल्ने ठाउँ छ, चिप्लेटी खेल्ने ठाउँ छ, यसो रमाइलो गरौँ भनेर टाइम पासको लागि आएको। टाइम पास त यस्तै हो, ड्युटी गाह्रो यसो त्यही पनि हल्का पार्नको लागि हामी चाहिँ यो नजिक परदेशको जिन्दगी नजिकको पार्कमा घुम्न आएको छौँ है। रमाइलो जिन्दगी छ। यदि तपाईँहरू पनि नजिक हुनुहुन्छ भने आउनुहोस्, तपाईँहरू पनि घुम्नको लागि। हाम्रो त्यो राम्रो ठाउँ छ कि तपाईँहरूले सोचेको भन्दा धेरै राम्रो प्लेन उडिरहेको छ। हाम्रो मान्छे प्लेनतिर छन् नि। हाँ तो आप भी दे दो। मेरा भी आ रहा है। हाँ मैं लगा मेरा नहीं आ रहा है। ल है जनता जनार्दनहरू पिङ खेल्न हो हाम्रो यो रुम छेउमा। यस्तो रमाइलो ठाउँ छ कि साउदीमा यसो टाइम पास गरौँ भनेर पिङ खेल्न आएको। यसो जिन्दगी केटाकेटी हुनु पनि के गर्नु। तुम नहीं बोल रहा हूँ वीडियो का। बुढेसकाल लागेको छ, केटाकेटीले छोडेको छैन। यस्तै छ जिन्दगी, के गर्नु। परदेशमा पनि पिङ खेल्नु छोडिएको छैन। बुढेसकाल त यस्तै हो, रमाइलो चाहिँ गर्नुपर्छ। मचिनु पनि सकिँदैन। हान्दिएको त्यही पनि रमाइलो तरिकाले। साथीहरू हामी चाहिँ आज यहाँ हाम्रो हाँ भैया नेपालमै त मर्निङ गाइज। आज चाहिँ हामी नीचे नहीं ऊपर ऊपर जैसा करेगा ये नीचे गाडी Oh my god, साउदी यो चाहिँ